को लागि हामीले यो कार्यक्रम आयोजना गरेका हौं। त्यसैगरी वर्षौंदेखि बसोबास गरी आएका रूपन्देहीका लाखौं भूमिहीन सुकुम्बासी नागरिकलाई उनीहरूको बसोबास गरिरहेको स्थान नै स्थायी रूपमा व्यवस्थापन गरियोस् भन्नको लागि हामीले यो विरोध कार्यक्रम आयोजना गरेका छौं। सम्पूर्ण मानवहरूलाई तल गइदिनु अनुरोध गर्छु। सम्पूर्ण आगामी मानवहरूलाई एउटा अगाडि आदि गर्नुपर्दछ। नेपाल भूमिहीन सुकुम्बासी तथा अवस्थित संघर्ष समितिले यो विरोध र सभामा उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय भूमिहीन सुकुम्बासी अवस्थित बसोबासीहरूलाई म हार्दिक अनुरोध गर्दछु, हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। आजको यो जनप्रदर्शन कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण विभिन्न टोलबाट पाल्ने रानीगञ्ज भूगोल वार्ड नम्बर हाम्रो गाडीमा बच्चा राख्नु भएको रहेछ, त्यो हो उहाँको बच्चा रोइरहेको छ। लिनको लागि म अनुरोध गर्दछु। र अब मैले यहाँ उपस्थित मान्यवरहरू, हाम्रा केही टोल विकास समितिका मान्छेहरू यहाँ आउने क्रम जारी रहेको छ। अहिले केही समयमा हामी औपचारिक कार्यक्रम सुरु गर्ने कुरा यहाँबाट जानकारी गराउँदै यत्र तत्र छरिएर बस्नुभएका सबै महानुभावहरूलाई यो हाम्रो मञ्चको अगाडि आएर केही समय उभिदिन अनुरोध चाहन्छु। त्यसैले